नमस्ते। यस भिडियोमा म कसरी मेरो सेयर र डिम्याट रिन्यू गर्ने भन्ने जानकारी दिन गइरहेको छु। त्यसको लागि मेरो सेयरको वेबसाइटमा जाउँ पहिले। त्यसपछि आफ्नो डिपी बैंक युजर नेम र पासवर्ड हालेर लगइन गर्नुपर्ने हुन्छ। लगइन गरे पश्चात यहाँ प्रोफाइलको आइकन आएको छ, यहाँ क्लिक गर्नु होला। त्यस पछाडि मेरो सेयर प्रोफाइलमा जानु होला। मेरो सेयर प्रोफाइलमा गइसके पछाडि अलिकति स्क्रोल गरेर तल जाँदा यहाँ देख्न सक्नुहुन्छ तपाईँको मेरो सेयर एक्सपायरी डेट अनि डिम्याटको एक्सपायरी डेट। त्यसैले म यहाँबाट रिन्यू गर्न गइरहेको छु। अब तपाईँ कुन माध्यमबाट पेमेन्ट गर्ने भनेर पेमेन्ट मेथड सिलेक्ट गर्नुपर्ने हुन्छ। म चाहिँ ई-सेवाबाट गर्दैछु। यहाँ तपाईँले मेरो सेयर मात्रै रिन्यू गर्दै हुनुहुन्छ या डिम्याट मात्र गर्दै हुनुहुन्छ या दुवै गर्ने भन्ने सिलेक्ट गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ दुवैको लागि, यहाँ चाहिँ डिम्याटको लागि मात्र। मैले चाहिँ अहिले डिम्याट मात्र गर्न गइरहेको छु। यसमा क्लिक गरेँ। त्यस पश्चात यसलाई प्रोसेस गरेँ। त्यस पश्चात भने ई-सेवाको युजर नेम र पासवर्ड हान्नुपर्ने हुन्छ। तपाईँ जुन प्लेटफर्मबाट पेमेन्ट गर्दै हुनुहुन्छ त्यसकै युजर नेम र पासवर्ड हान्नुपर्ने हुन्छ। युजर नेम र पासवर्ड हानेर लगइन गरे पश्चात यहाँ ओटिपी आउँछ। ओटिपी चाहिँ तपाईँको रजिस्टर्ड मोबाइल नम्बरमा आउँछ। ओटिपी आइसके पछाडि ओटिपी इन्टर गरेर भेरिफाई गर्नुपर्ने हुन्छ। भेरिफाई गरे पश्चात कन्टिन्यू गरेर यसबाट पे गर्न सक्नुहुनेछ। यसरी पे गरिसके पश्चात तपाईँको डिम्याट रिन्यू सक्सेसफुल भएको छ। यहाँ पेमेन्ट सक्सेसफुल भन्ने मेसेज पनि आइसकेको छ। अब यसलाई डाउनलोड गर्न पनि सक्नुहुन्छ। अब तपाईँले प्रोफाइलमा गएर हेर्न सक्नुहुनेछ। तपाईँको एक्सपायरी डेट 2085 3 महिना 31 सम्मको लागि रिन्यू भइसकेको छ। मेरो चाहिँ तपाईँको कति समयको लागि भएको छ यहाँ देखाउँछ। भिडियो युजफुल लाग्यो भने यस च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है। धन्यवाद।